संसार जित्नु पर्दैन, कहिलेकाहीँ बस आफैसँग हार्न छोडिदिनुपर्छ र म अब हार्दिन। हामी जेनजी, हामीसँग सबै सुविधा छ, कम्प्युटर, मोबाइल, एआई। तर हामीलाई लाग्छ हामी समयको विरुद्ध दौडिरहेको छौँ। एउटा ऋण जस्तो भार टाउकोमा चढेको हुन्छ, जुन हामीलाई तिर्नु छ, तर कसलाई? सबै प्राणीको आफ्नो लय छ। नदी बगिरहेछन्, बाँदर खेलिरहेछ, तर हामी मानिसलाई चेतनाशील प्राणी भनिन्छ। पृथ्वीमा रहेको करोडौं जीव मध्ये हामी मानिस नै सबैभन्दा बढी दुखी छौँ। जहिलेदेखि मानिसको उत्पत्ति भएछ त्यही दिनदेखि नै हामी एउटै कुराको खोजीमा दौडिरहेछौँ, खुसी। तर के हामी आजसम्म त्यो खुसी पायौँ? धेरै कुराको हामी विकास गरे, इन्टरनेट, मोबाइल, कम्प्युटर, तर हामी अहिलेसम्म खुसीको तलास गरेको छैनौँ। एक दिनमा 86,400 सेकेन्ड हुन्छ। हरेक सेकेन्ड हामी भोलि के हुन्छ त्यसको बारेमा सोच्छौँ। म धेरै पछाडि छु। मलाई आघाती पर्नु थियो। के मेरो सपना कहिले पुरा होला? मबाट यो हुन सक्दैन। त्यही मेरो पछाडि छ। होइन, त्यही मेरो पछाडि छ। मलाई थाहा छ त्यही छ। यदि म असफल भयो भने के मेरो अस्तित्व यो पैसा र डिग्रीको दौड हो? म समयसँग लडिरहेका थिएँ, तर समय शत्रु होइन। यो त केवल एउटा माध्यम हो। यो पात खस्नलाई पनि एउटा पुरा मौसम लाग्यो। मेरो हिसाबले टुट्नु भनेको अन्त्य होइन, सायद नयाँ सुरुवातको आरम्भ हो। म एउटा कुरा बुझिहालेँ, मलाई आजमा बाँच्नु छ, भविष्य र भूतमा होइन। कस्तो अचम्म छ नि, हामी भगवानलाई त मान्छौँ, तर भगवानले भनेको कुरा मान्दैनौँ। भगवत गीतामा लेखेको छ, कर्म गर, फलको चिन्ता नगर।